हेलो साथीहरू, आज चाहिँ हामी मुकबाङ भिडियो बनाउन गइरहेका छौँ। के को मुकबाङ भनेदेखि आज चाहिँ हामी यो पिरो चौचोको एक बाक्सा मुकबाङ गरेर खाना लगाइरहेका छौँ। तपाईँहरूलाई हेर्न मन छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्न नबिर्सिनु है त। लेट्स स्टार्ट। मम्मी, आज हामीले तेह्र चौचो खान सक्छ त? सकिहाल्छ नि यति चाहिँ अब त। हेरौँ, तपाईँले धेरै खान सक्दैन, मैले धेरै खान्छु होला आज। ल हेर है साथीभाइहरू, मेरो छोराले धेरै खाँदो रहेछ कि मैले धेरै? एक बाक्सा चौचो पकाउनका लागि यति धेरै पानी उमालिसकेका छौँ साथीहरू। हाम्रो चौचो भने यता फ्याँकिएको छ। अब यसलाई नाङ्गो पारेर त्यहाँ हाल्नुपर्ने हुन्छ। अनि मम्मी, हामी चौचो मात्रै खाने त? अन्डा पनि खाने। खोइ, अन्डा यति धेरै खाने? यति धेरै खाने। तपाईँले खाएर सकिन्छ होला सबै? सक्दैन, दुई दुईटा पाडेर। मलाई दिनुहुन्छ? दिने दुई दुईटा। यो अनि फ्राई गर्ने कि अनि उसिनेर खाने? मलाई त उसिनेको मन पर्छ। मलाई त फ्राई गरेर खान मन छ नि। उसिन्ने। ल ल ल, उसिनेकै खाम है त। मम्मीले चाहिँ यता है अन्डा उसिन्न लाग्नु भइसक्यो। हाम्रो अब अन्डा पनि तयार हुँदैछ। पानी चाहिँ हाल्नु भएको छैन। पानी हाल्नु न चाँडो, अहिले तातेर अन्डै फुट्छ। अनि हेर्नु त, तपाईँको यहाँ हाम्रो साथीहरूले हेर्नु भइरहेछ, हाई गरिदिनु न। अनि हाम्रो अन्डा पनि अब तयार हुँदैछ साथीहरू। हेर्नु, पानी हालिसकेको छ। अब यसमा थोरै नुन हाल्नुपर्छ होला। यी मम्मीले नुन हाल्न लाग्नु भइरहेछ। नुन हाल्यो भने चाहिँ के हुन्छ मम्मी? छिट्टै पाक्छ। छिटै पाक्छ? ल छिटै पाक है त अन्डा, हामी चाँडै खाने। साथीहरू, आज हामी एक बाक्सा चौचो बनाएर खान लागेका छौँ। अनि मम्मी र म चाहिँ मुकबाङ च्यालेन्ज गर्न लागेका छौँ। तपाईँहरूले यस्तै भिडियो हेर्न मन लाग्छ भने मेरो च्यानल अवश्य सब्सक्राइब गर्नै पर्यो। अनि मेरो डेली मिनिट भ्लग पनि आइरहेको हुन्छ। तपाईँले सबै प्लेटफर्ममा मेरो दिपेन लामा नाम सर्च गर्नुभयो भने मेरो अकाउन्ट आउँछ। अनि लङ भिडियो चाहिँ मेरो युट्युबमा मात्र आउँछ। त्यसैले युट्युबमा सब्सक्राइब गर्न नबिर्सिदिनु होला है त। अब जाउँ चौचो बनाउनपट्टि अनि खानपट्टि। र यता है चौचो फोर्ने कार्यक्रम पनि सुरु भइसकेको छ है। हामीले चौचो फोरिसक्यो। अब यसलाई हामीले त्यो पानीमा हालिदिने है त, टक्क लगाएर। अनि त्यसपछि हाम्रो बन्छ पिरो चौचो। चौचो सब रेडी भइसकेको छ। अब भाउजूले हाल्न लाग्नु भइरहेछ यो तातो पानीमा। हेर्नु है, ल हाल्नु भाउजू। चौचो पनि रेडी भइसकेको छ। अब यसलाई हाल्न खाने काम स्टार्ट गरौँ है त। चौचो नि यति धेरै छ कि हेर्नु न, बाट्टामा हाल्नु पर्छ। भनेपछि एक बाक्साको कति हुन्छ हेर्नु न। तपाईँहरूले अहिलेसम्म खानु भएको छ बाक्सा, आज हामी खाएर देखाउनेछौँ है त। तपाईँले तेह्र चौधो मोल्न सक्नुहुन्छ? सक्छु नि बाबु। सक्छ, खुब यत्रु छ मान्छे। म त खान त सक्छु अहिले। गम हेरौँला, तपाईँले धेरै खान्छ कि मैले? म धेरै खान्छु। ल हेरौँ है त, अहिले च्यालेन्ज गरेर खेल्ने। यता चाहिँ मम्मीले सबलाई बाँड्न थाल्नु भइसक्यो। अब हेरौँ है त कसले धेरै खान्छ रहेछ। खाना तयार भइसकेको छ। अब मम्मी र म च्यालेन्ज गर्न आएको है त साथीहरू, कसले जित्छ हेरौँ। टक्क लगाएर हेर्नु, यति धेरै खाने कुरो छ। म चाहिँ त्यो बाटोमा खान लाग्यो। ल है साथीभाइहरू, म कान्छा छोरासँग ट्यालिम गरेर खान लागेको। कसले छिटो सिद्धिँदो रहेछ है। ल स्टार्ट गरौँ है त, कसले छिटो सकिन्छ। ल मम्मीको भन्दा धेरै छ मेरो चाहिँ गाई चाहिँ। हेर्नु है कसले धेरै खान सक्छ रहेछ। मम्मीले सक्दैन होला। अन्डा नि छ कि साथीहरू। प्याज नि हालेको छ। मासु पनि छ। म चाहिँ मासु नखाएको, मलाई मन नभएर पानी खानु पर्यो अट्क्यो। मम्मीले मैले अन्त चाँडो सकिन्छ जस्तो छ यार, खानै सकेन।
तातो छ चौधो चाहिँ त्यही माथि पिरो त्यो उडेर आउँछ धन्न खाने एउटा मलाई आज उदाउँदा हामीले एक बाक्सा चौधो पनि बनाएर खायौँ तपाईँहरूले कहिले खानु भएको छ साथीहरू त्यही स्क्रिन लाङ्दै हुन च्याउ के उठ्छ यार छ्या मेरो मम्मी त किन्न छु बडु खान त गाह्रै भयो त साथीहरू चाचारो खानु न चाचारो खानु त एक बाटा खान्छु भने तर खानै छैन साथीहरू के भयो पिरो भयो हेर्नु न कान्छा छोराको अन्डा चोरेको त खानै पाउनु भएन रे मेरो मम्मीले कसरी भन्नुभयो हेर्नु न त्यहाँ साथीहरू मेरो त अझै अन्डा एउटा बाँकी छ खानै छैन साह्रो मैले त्यसरी नखाएको के साथीहरू छाला साह्रो हुन्छ नि त हेर्नु अझै आधा नि भएको छैन अन्डा नि खान सकेन मैले दाइले दिएको यार गाह्रो पर्यो हाम्रो मैले खाएको छैन अब मलाई जित्ने
अन्डा कसरी खानु भयो तपाईँ पनि खाने मिठो छ लाउ खा भने हजुर म चाहिँ क्विट गरौँ जस्तो लागिसक्यो यहाँ खान नि सकेन यहाँ आइसक्यो फिरो भएर मर्लाइसक्यो कपालमा सिँगन हेर्नु मलाई मम्मीले कस्तो तर्काउ अन्डा त सब खानु भइसकेछ मलाई मम्मी ऊ त्यहाँ हेर्नु त के रहेछ ऊ के रहेछ मम्मी कुकुर त्यो कुकुर नि खाने होला है अब मलाई चाहिँ पुग्यो है साथीभाइहरू हेर्नु हेर्नु मलाई जित्ने भन्ने मान्छेले खान सक्नु भएन मेरो नि अझै यति छ एक बाक्सा पकाएर हामीले गल्ती गरेछ खानै सकिएन यार साथीहरू तपाईँहरू आउनु त खानको लागि यहाँ अझै छ मेरो भाग पनि मम्मीको भाग पनि च्यालेन्ज त गरेको खानै सकिएन मम्मी मलाई खुब जित्ने भन्नु भएर त्यो खानु भएन अलिक चौध हामीले चाहिँ च्यालेन्ज है क्विट गरिसकेको छौँ हामीले दुवैजनाले यति यति धेरै चौजाउने खान सकेन तपाईँहरू खानुहुन्छ भने आउनु तपाईँहरूलाई आजको हाम्रो मुकबाङ भिडियो कस्तो लाग्यो हामीले चाहिँ अरूलाई किन नदेखाएको भने मम्मी र म मात्र च्यालेन्ज गरेको भएकाले तपाईँहरूले देखाएन तपाईँहरूलाई अरूहरूलाई होइन हाम्रो मम्मीले खान्छु भनेर त म नि मम्मीकै लुगाबाट पुग्छु हाम्रो दाइले बडो होइन 1 किलो जति त्यो चौजाउँदै सब खाइसक्नु भयो हामीले चाहिँ खानै सकेन 1 किलो मात्र होइन 1.5 किलो चाहिँ थियो है हाम्रो दाइले बडो सकिनुहुन्छ होइन हामीसँग दुवैजनासँग च्यालेन्ज गर्नुभयो भने कहिले सक्नुहुन्न क्या यही हो साथीहरू भाउजूले नि सकिनु भइसक्यो मम्मी र मैले चाहिँ सकेन त्यसै धेरै खान्छु भनेर लोभ गरेको है खानै सकेन हामीले हेर्नु साग खानु भएर तपाईँलाई आजको मुकबाङ भिडियो कस्तो लाग्यो मम्मी र मलाई अब अर्को के को बारे के खाएर मुकबाङ बनाउनु पर्छ जस्तो लाग्छ तपाईँहरूले यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्नु होला र आजको मुकबाङ भिडियो कस्तो लाग्यो त्यहाँ कमेन्ट गर्न नबिर्सिदिनु है त यस्तै मुकबाङ भिडियो डेली मिनी भ्लग हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्नु होला आजको लागि यति अब भेट्छ अर्को भिडियोमा बाई बाई